लय छन्द कता के हो तस्वर दीर्घमठ छु पोखिन्छ मनको भाका कविता हुन्छ ठान्दछु। अभिवादन वशिष्ठ बन्धुको। म फेरि यहाँहरु समक्ष देश खसेको सपना लिएर आएको छु, स्वीकार्नुहोला। हिजो राति सपनामा मैले देश खस्दै गरेको देखेँ। माथि भिर थियो अजङ्गको, तल सायद फोक्सोन नहुनुपर्छ। ज्यादै गहिरो थियो, कहाली लाग्दो। एउटा कुनामा निरीह म लुकडुक काम्दै उभिएको थिएँ। मेरो देश पनि ज्यादै आत्तिएको थियो। देश एउटा सानो झ्याङमा अल्झेको थियो। झ्याङ पनि उप्किन लागेको, देशै सहित खस्न लागेको थियो। अट्टहास गर्दै हाँस्दै थिए कालो अनुहार र राता जिब्रा भएकाहरू। कोही तिग्रा ठटाउँदै थिए, उडार जस्ता अनुहार भएकाहरू। थोरै मात्र थिए चिन्तितहरू, मेरै झैं निलो मुख बनाएर राम राम जप्नेहरू। कहाँ ढाल्न तम्सिएनन् कोही, सिद्धिएछ हिङको टालो पुर्खाले छाडेको। म मुरमुरिएँ एक्लै, ऐठन होला झै भयो। म मुरमुरिएँ एक्लै, ऐठन होला झै भयो। स्याल जस्ताहरू, बुवासा जस्ताहरू लामा लामा जिब्रा निकालेर लोभिँदै थिए, हतारिँदै थिए, खस्ला तर खाउँला भनेर। अझ माथि आकाशमा घुम्दै थिए ठुला ठुला गिद्ध जस्ताहरू। भिरबाटै देश उछिट्याउँझै गर्दै लामा लामा तिखा नङ्गा फिजाउँदै। म लगार्न खोज्थे स्याल बुवासा र गिद्ध जस्ताहरूलाई, उल्टै झम्टन खोज्थे मलाई नै एक्लो निहत्था निरीह देखेर। उल्टै झम्टन खोज्थे मलाई नै एक्लो निहत्था निरीह देखेर। देश त्यान्द्रो भरमा अडिएको थियो, खस्नै लागेको थियो, हेर्नै सकिन मैले। भक्कानिएर कराएछु सपनामै। बिउजदा म काम्दै थिएँ, देश पनि काम्दै थियो। धन्न धन्न देश खसिहालेको रहेनछ। तर आज बिहानदेखि नै मुटु ढुकढुक गरिरहेको छ। तर आज बिहानदेखि नै मुटु ढुकढुक गरिरहेको छ। देश खस्ला भनेर दिउँसैदेखि डर लागिरहेको छ। भरे सुत्ता त्यस्तै सपना देखिएला कि भनेर। सबैको जय होस्। धन्यवाद।